ठुलो अर्डर आयो भनेर दङ्ग परेर सबै सामान प्याकिङ गरेर लगेको त कहाँ हुँदो रहेछ र त्यसरी फेरि कुरियरमा लगेपछि त चाहिँ पारेर टेपले घुमाएर यसरी सबै चिज हामीले प्याक गरिसकेको फेरि प्याक गर्दो रहेछन्। अन्त यस्तो बक्सामा राखेर बक्सा हल्लिन्छ भनेर ठाउँ ठाउँमा पियो फर्म कोचेर हल्लिनै नदिकन यस्तो सेफली जाँदो रहेछ। हामीले प्याक गरेको नै अन्तिम प्याकिङ होला भनेर सोचेको, नजानेसी के गर्नु त है। अनि यसरी सबै यसरी नहल्लिकन बक्स पनि आफ्नै मिल्ने बोतलको साइजमा काटेर पठाउँदो रहेछन्। बोतल एउटा हाले अर्को साइज नमिल्ने, अर्को हाले अर्को साइज नमिल्ने, कति गाह्रो हुँदो रहेछ। मलाई त थाहा नै थिएन। हामीले लगेको अचार टक 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 बक्सामा राखेर प्याक गर्ने होला भन्ठानेको त होइन रहेछ। हामी लास्टमा चाहिँ सबै गरिसकेपछि यसरी चाहिँ पारेर टेपले सुई घुमाएर यसरी अन्तिम प्याकिङ हुँदो रहेछ। अनि यसरी सबै प्याकिङ गर्दा त 2-3 किलो बढाइहाल्दो रहेछ वेट, आफ्नो अचार भन्दा पनि आफ्नो सामान भन्दा नि है। अन्त त्यसपछि लास्टमा चाहिँ यो तराजुमा राखेर जोख्दो रहेछन्। अनि कति किलो भयो भनेर हेर्छन्, अनि त्यही अनुसार हामीलाई पेमेन्ट गराउनु हुँदो रहेछ। अनि